नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई अब हामी जाँदैछौँ भक्तपुरको सल्लाहघारीबाट अगाडि। हेलो गाइज, आर यु एक्साइटेड? पार्किङै पाउन गाह्रो है। आज म आइपुगेको छु हाम्रो देशको एकदमै सुन्दर ऐतिहासिक र कल्चरल ठाउँ भक्तपुर दरबार स्क्वायर। आजको ब्लगमा म तपाईहरुलाई यहाँको कल्चर, फुड, फन एक्टिभिटी र मेरो एक्सपिरियन्स सबै सेयर गर्नेछु। सो स्टे टिल द स्कुल पनि रहेछ यहाँ भित्र। अहिले म भक्तपुर दरबार स्क्वायर भित्र छिरिसकेको छु। हेर्नुहोस् न कति सुन्दर आर्किटेक्चर, यी पुराना मन्दिरहरू। काठका कलात्मक झ्यालहरू अनि त्यो ट्रेडिसनल भाइब लिटरली फिल्स लाइक आई एम इन हिस्ट्री। यहाँ हिँड्दा हिँड्दै हरेक कुनामा फोटो खिच्न मन लागिहाल्ने। साँच्चै भन्नुपर्दा यो ठाउँ पिस र ब्युटीले भरिएको पर्फेक्ट कम्बिनेसन हो। मैले यहाँका धेरै मन्दिरहरू पनि दर्शन गरेँ। हरेक मन्दिरको आफ्नै इम्पोर्टेन्स र स्टोरी रहेछ। यहाँ आएपछि मन एकदमै काम फिल भयो, पोजिटिभ एनर्जी फिल हुन्छ। कस्तो भाइब्रेसनै अर्कै आउने क्या यहाँनिर आएपछि। सो यदि तपाईहरुले स्पिरिचुअलिटी मन पराउनुहुन्छ भने फाइनली वी हैड फाउन्ड द पोटरी। अब सुरु गरौँ आजको सबैभन्दा एक्साइटिङ पार्ट। यहाँ मैले पोटरी गर्ने मौका पाएँ। पहिलो पटक माटोलाई सेप दिन अलि गाह्रो भयो, तर अनेस्टली भन्नुपर्दा यो एक्सपिरियन्स एकदमै रिल्याक्सिङ र फन थियो मेरो लागि। माटोबाट केही क्रिएट गर्नु भनेको छुट्टै खुसी हो। ट्राई गर्नै पर्ने एक्सपिरियन्स। अब कुरा गरौँ खानाको। भक्तपुर आएर निवारी फुड नखाए त ट्रिप नै इन्कम्प्लिट जस्तो हुन्छ। मैले यहाँ अथेन्टिकेट नेवारी डिस ट्राई गर्ने मौका पाएँ। आमाको डिस टेस्ट यति डेलिसियस थियो कि म एक्सप्लेन पनि गर्न सक्दिनँ। स्पाइसी, फ्लेभरफुल अनि टोटल्ली युनिक। फुड लभरका लागि त यो हेभन नै हो। अनि त्यसपछि हामी गयौँ बोटिङ गर्न। फ्यामिलीसँग बिताएको मजा आएको छ कि छैन? पापा सात्विकले अर्को बोटमा लग्दैछ न। पानीमाथि काम राइडर अनि फ्रेस एयर अनि सबैको हाँस, यस्ता मोमेन्ट नि लाइफका लागि बेस्ट मेमोरी बन्ने रहेछ। अनि आजको अर्को हाइलाइट भनेको मैले नेवारी कल्चरको ट्रेडिसनल फोक डान्स पनि हेर्ने मौका पाएँ। जस्ट 5 बजे स्टार्ट हुँदो रहेछ। त्यो ट्रेडिसनल ड्रेस अनि त्यो एनर्जी, इट वाज जस्ट अमेजिङ। हाम्रो कल्चर कति रिच छ भन्ने कुरा देख्दाखेरि हामीलाई यस्तो प्राउड फिल भयो नि, आई क्यान्ट एक्सप्लेन द्याट। आजको दिन मेरो लागि
एकदमै मेमोरेबल रह्यो। यदि तपाईँहरू अझै भक्तपुर दरबार स्क्वायर भिजिट गर्नुभएको छैन भने नि प्लिज एड इट योर लिस्ट। यस्तो एक्सपिरियन्स लाइफमा एकपटक त लिनै पर्छ। इन्जोय द ब्लग। Don't forget to like, share and subscribe. Thank you for watching. Bye bye. See you in the next video.